होल्यान्ड घुमाएको दोस्रो दिन बिहान सबेरै उठेर प्रसिद्ध टुलिप गार्डन पुगियो। बसाइमा आज हामी दोस्रो दिनको घुमफिर आज क्युकेन होप भन्ने एउटा टुलिप गार्डनतिर आइपुगेको छौँ। एकदमै बिजी पार्क रहेछ यो। टिकट पनि एकदम लिमिटेसन मात्रै हुँदो रहेछ अनि पार्किङ पनि यहाँ अहिले एकदम बडा मुस्किलले हामीले यहाँ गाडी पार्किङ पायो। यो क्युकेन होप पार्कको अगाडि छु। यहाँ अगाडि हेर्न सक्नुहुन्छ, यहाँ धेरैजना पर्यटकहरू यो गार्डन घुम्नको लागि यहाँ इन्ट्रान्समा हुनुहुन्छ। निकै नै प्रसिद्ध यो पार्क रहेछ। यो क्युकेन होप पार्क यो एकदमै ठुलो क्षेत्रफलमा फैलिएको टुलिप गार्डन हो। यसलाई टुलिप गार्डन भनेर पनि प्रसिद्ध रहेछ। यहाँ हेर्न सक्नुहुन्छ। यो पार्क घुम्नको लागि प्रवेश टिकट अनलाइनबाट पनि किन्न सकिन्छ, तर मेरो अनुभवमा गेटमै किन्दा अलि सस्तो पर्ने रहेछ, तर हामीले अनलाइनबाट किनेका थियौं। Yeah, you can try. I hope this works. If not, I see you back. Hi. यसरी हामी यहाँ डाइरेक्ट आएर टिकट काट्न पनि सकिँदो रहेछ अनि अनलाइनबाट पनि। टिकट देखाएर भिडभाडको बीचमा हामी गार्डन प्रवेश गर्यौं। सबैजना गार्डन घुम्नको लागि अगाडि बढ्यौं। झोली तुम्बी छ बोकेर बिहान बिहान टुलिप गार्डन हेर्न आएको। हेर्नुस् यस्तो राम्रो गार्डनमा हेर्नु त, यस्तो ब्युटिफुल भएर आउनु पनि, यस्तो झोले भएर आउनु पनि हैन। यो सबभन्दा ब्युटिफुल नै यही हो माइजी। इनसाइड ब्युटिफुल हो क्या। यो पार्क विशेष गरी 2 महिना मात्र खोलिने रहेछ। 20 मार्चदेखि 11 मईसम्म यो समयमा विभिन्न किसिमका धकमक्क फुलेका फूलहरू हेर्न पाइन्छ। अब हामी टुलिप गार्डनभित्र बसिरहेका छौँ। ठाउँ निकै नै सुन्दर रहेछ। एकदम राम्रो लाग्यो। यहाँ चाहिँ मैले अहिलेसम्म देखेको थिइनँ टुलिप्सहरू धेरै होइन। यहाँ चाहिँ यति धेरै किसिमको टुलिप्सहरू रहेछ, म त दङ्गै परेँ। आत्तिएकै के चाहिँ हेर्नु, के चाहिँ कुन चाहिँ फोटो खिच्नु भने जस्तो कि।
पार्क ठूलो क्षेत्रफलमा फैलिएको रहेछ जसलाई घुम्नको लागि पूरै दिन लिएर आउँदा राम्रो हुने रहेछ। यो पार्क विशेष गरी 2 महिना मात्र खोलिने रहेछ। 20 मार्चदेखि 11 मईसम्म। यो समयमा विभिन्न किसिमका धकमक्क फुलेका फूलहरू हेर्न पाइन्छ। जीवनमा हेर्नै पर्ने टुलिप गार्डन नेदरल्यान्ड विशाल र सुन्दर रहेछ। तपाईहरू पनि मिल्छ भने एकपटक अवश्य जानुहोला। धन्यवाद पुरा भिडियो हेरिदिनु भएकोमा। यस च्यानलमा कोही नयाँ जोडिनु भएको छ भने यी यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब पनि गर्न नभुल्नुहोला।